वेलकम ब्याक टु माई न्यू भिडियो। आज चाहिँ म स्पेसल दुबईको कुनाफा चोक्लेट बनाउन आएको छु। मलाई चाहिँ धेरै टेस्ट गर्न मन लाग्थ्यो, त्यही भएर म बनाउने वाला छु। यो चाहिँ हाम्रो डिजाइन गर्नको लागि हो कि दुबईको कुनाफा चोक्लेटको अगाडिको। अनि त्यसपछि मैले चाहिँ डेरी मिल्क चकलेटलाई मेल्ट गरेर यस्तो बनाएको छु। अनि त्यसपछि न्युटेला चाहिन्छ, न्युटेला नभए पनि हुन्छ। अनि त्यसपछि आलमोन्ड, अनि त्यसपछि यो चाहिँ सेवै हो, कुनाफा जस्तै देख्दैछ बट सेवै हो गाइस। अब चाहिँ हामीलाई ब्रेडर जे भए पनि जुनलाई पनि लिए हुन्छ तपाईँहरूले। अब चाहिँ मैले यो ब्रेडरभित्र यो हाल्दैछु, जसले डिजाइन धेरै राम्रो गराउँछ है गाइस। हेर्न सक्नुहुन्छ मैले चाहिँ मिलाई हालेको छु किनकि राम्रो देखिन्छ के, त्यही भएर। ओके गाइस, म चाहिँ हालिरहेको छु। अब चाहिँ हालेर भइसक्यो, हेर्नु सक्नुहुन्छ कस्तो देखेको छ, सरिरहेछ। अब चाहिँ न्युटेला चाहिन्छ हामीलाई डिजाइन गराउनको लागि। हेर्नु सक्नुहुन्छ मैले चक्कुबाट गरेको छु, तपाईँहरूले चम्चाबाट पनि गर्न सक्नुहुन्छ। ल गाइस, ओके अब चाहिँ हामीले ब्लेन्डर लिनुपर्छ अनि यस्तो यस्तो गर्नुपर्छ क्या, छिर लेफ्ट राइट गरेर पुरा लङ गराउनुपर्छ के डिजाइन। अरूले छिर्छन् तर मैले त्यस्तो गरिनँ। के बनाइरहेको छु भन्दा माग्यो बुवाले, मैले चाहिँ भने तपाईँको कुनाफा चकलेट खाएपछि तपाईँ पागल भइहाल्नुहुन्छ। अनि यो चाहिँ कुहायो गाइस, हेरेर जान्छ नआइज भने पनि मार्ने नि, त्यही भएर कुकुर्नी ओसनी हो है, ओजस्सीको दिदी। हेर्नु सक्नुहुन्छ। अब चाहिँ यसलाई डिप फ्रिजमा राखौँ, यहाँ राखौँ भनेको चाहिँ छिटो हामीलाई चाहिन्छ नि त अहिले फ्रिज हुन राखेको, किनकि अहिले फेरि चकलेट बनाउँदाखेरि मेल्ट भएको चकलेट हाल्नुपर्छ, त्यही भएर मैले चाहिँ डिप फ्रिजमा राख्दै अब चाहिँ बन्द गरेँ। ओके अब चाहिँ हामी जान्छौँ, हेर्नु सक्नुहुन्छ किचनको हुलिया। अब चाहिँ हामीले रोस्ट गर्छौँ हाम्रो सेवैलाई। अब चाहिँ हामीले घिउ चाहिन्छ, घिउ जे भने पनि भयो गाइस। हेर्नु सक्नुहुन्छ जति तपाईँको सेवै छ त्यति हिसाबले हाल्नुपर्छ। ओके गाइस, हेर्नु सक्नुहुन्छ मैले तताइरहेको छु, मम्मीले के गरिरहेको छु भनेर मैले देख्नुहुन्न सेवै गराएको छु भनेर भने। अब चाहिँ मैले सेवैलाई यस्तै गराएँ, रोस्ट गरेर। हेर्नु सक्नुहुन्छ तपाईँहरूले ब्राउन हुनसम्म गरे पनि हुन्छ, नभएको गरे पनि छ, मैले गरिनँ। अब चाहिँ हामीले त्यो ब्रेडरलाई ताने फ्रिजबाट, अनि त्यसपछि चाहिँ मिल्क चकलेट हाल्नुलाई। हेर्नु सक्नुहुन्छ पोर गर्नुपर्छ एकदमै मजाले। हेर्नु सक्नुहुन्छ वरिपरि पुरा पोर गर्नुपर्छ। त्यो मेरो ब्याकग्राउन्डलाई चाहिँ इग्नोर गरिदिनु होला गाइज। मम्मीले भन्नुभएको छ यस्तो ब्याकग्राउन्डमा गराएपछि भन्नुभयो, बट तपाईँहरूले इग्नोर गरिहाल्नुहुन्छ नि, ब्याकग्राउन्ड भन्दा नि मेरो चकलेटमा ध्यान दिनु है। ल गाइज, म चाहिँ अनि त्यसपछि त्यो कुनाफा भन्ने सेवैलाई हालेँ मैले त्यहाँभित्र, एकदमै मजाले स्प्रेड गरिदिन्छु, दाबिदिन्छु किनकि अर्दैन, अरू पनि छ त हाल्ने भित्रको इन्ग्रिडियन्ट्स, त्यही भएर। हेर्नु सक्नुहुन्छ मैले थिचिरहेको छु, मेरो हातमा उलाएन चकलेट, अलिअलि मात्रै लाग्छ। हेर्नु सक्नुहुन्छ गाइस, मलाई चाहिँ थिचिरहेको छु। के फोहोर गराइथिस् भन्नुहुन्छ मम्मीले, मैले चाहिँ फोहोर गराएको छैन कि, खाएपछि तपाईँ दङ्ग पर्नुहुन्छ भनेको छु। सो गाइस, मलाई चाहिँ थिचिरहेको छु, थिचिरा के बनाइरहेको थिचिरा। ओके त्यसपछि हामीले अब भित्रमा मेल्टेड चकलेट हाल्नुपर्छ किनकि मिठो हुन्छ टेस्ट, त्यही भएर हाल्दैको छु मैले। हेर्नु सक्नुहुन्छ कसरी। ओके अब चाहिँ हामीले त्यसमा आलमोन्ड हाल्नुपर्छ, आलमोन्डलाई पुरा स्प्रेड गरिदिनुपर्छ सबै वरिपरि, एउटा ठाउँ पनि छोड्नु मिल्दैन है। त्यसपछि चाहिँ हामीले यसरी स्प्रेड गरिसकेपछि फेरि मेल्टेड चकलेटलाई भित्रमा फेरि होल जस्तै गराइदिने, अनि हामीले कोरेसो भनेको घिच्ने, अनि आलमोन्डलाई घिसेर यस्तो गराएँ मैले किनकि मलाई फेरि डिफ्रेन्ट त्यो टेस्ट चाहिएको थियो। अब चाहिँ माथिबाट हामीले मेल्टेड चकलेट हालिदिने, पुरा मेल्टेड चकलेटलाई, अनि पुरा स्प्रेड गरिदिने। हेर्नु सक्नुहुन्छ कस्तो राम्रो देखेको छ। अब चाहिँ हामीले डिप फ्रिजमा राख्छु मैले गाइस। हेर्नु सक्नुहुन्छ
ओके, मेरो भिडियो राम्रो लाग्यो भने सब्सक्राइब गरिदिनु नभुल्नु अनि लाइक गरिदिनु है। ल गाइज म राख्दैछु, सब्सक्राइब गर्नु नभुल्नु है, मलाई सपोर्ट धेरै गरिदिनु होला अनि तपाईँलाई कुना फुचक्र मनपर्छ कि नै भन्नु।